के भएको र माथि के को जाम यो होइन के भएको माथि हो गाडी र पेल्दैछ के कस्तो भुराहरू उद्या माथिसम्म चाहिँ गाडी रोकेछ यार मुलाहरूले चलाउन किन चलाउन पर्यो सारा खाटेहरू क्लियर भयो है कति टाइम लाग्छ बाटो दाम ओ माई गड बाटो एकदम खतम छ यार यस्तो बाटो भयो भने 7 फेरि बज्ला यार 7 बजे पुग्नुपर्छ फेरि गजबको यहाँ झर्ना छ एउटा रातै भएपछि फेरि यसमा चाहिँ गोप्रोमा चाहिँ केही हेरेन कि एकदम अँध्यारो चाहिँ हिँड्छ त्यस्तो भयो होइन बिहान चाहिँ होइन फेरि मजाले चाहिँ एउटा फेरि भिडियो बनाउँछु त्यसपछि चाहिँ त्यसमा चाहिँ अब 45 मिनट जति चाहिँ यसमा क्याप्चर हुन्छ भिडियो रातिमा 20 मिनट जति त्यसपछि बिहान चाहिँ 20 त्यसपछि होइन 20 मिनट 25 मिनट चाहिँ बिहान अब माथि गएर चाहिँ हेरौँ गाइस बाटो चाहिँ एकदम खराब छ यस्तै बाटो हो यो घान्द्रुकको चाहिँ जाने बाटो एकदम खराब छ के अनि अब घान्द्रुक चाहिँ माथि पुगेर हेरौँ न त भने गोप्रो खस्यो भने 10,000 डुब्ला फेरि ओ माई गड गाइज गाइज यो चाहिँ घान्द्रुक जाने बाटो यो गाइज यो चाहिँ घान्द्रुक जाने बाटो कि कहाँ जाने बाटो हो यो नर्क जाने बाटो हो कि क्या हो यहाँ त अरे मा कसम खोइ त बाटो गए यस्तो बाटो छ यार यस्तो बाटोमा हामी चाहिँ जाने हो क्या जम मा कसम छ यार ओ यस्तो पिच बाटो भएको भए तर मजा आउँथ्यो यार फेरि अहिले माथि चाहिँ बाटो चाहिँ बिग्रेको छ मलाई थाहा छ कि पक्कै पनि बिग्रेको छ बाटो सरकार बनाइदिएन बाटो मलाई यो देखा था कैसे चढ़ा लेते थे जाओ साइडमा रास्तामा घान्द्रुकको यार कमेन्ट यस्तो सिधा बाटो यार मा कसम ओ माई गॉड यदि आउन छ भने बाइक चाहिँ एकदम दरिलो हुनु पर्यो क्या गतिलो हुनु पर्यो बाइक नत्र भने नआऊ घान्द्रुक ओ के हो माथि गइसक्यो है यहाँ चाहिँ टेम्परेचर चाहिँ अब खसिरहेछ अब चिसो चाहिँ बढिरहेछ अनि यो मिनी के भन्छ यसलाई मिनी बस भनौँ मिनी भ्यानले चाहिँ के चार्ज गरिरहेछ कि यो बाटोमा कम्तीमा होइन 3 किलोमिटरसम्म होइन त्यो बाटो चाहिँ एकदम खराब छ क्या तल यता चाहिँ अलिक पक्की बाटो छ होइन पिच बाटो छ तर तल चाहिँ एकदम खराब बाटो यार हैरान गरिदियो यस्तो बाटोले यार अब फेरि चाहिँ बाटो फेरि बिग्रेको बाटो भाइ मा कसम यार मैले चाहिँ बिचमा त्यसरी रिकर्डिङ नै गर्न छोडिदिएँ क्या कसरी धक्का मार्ग चढेर सुपर बाइक लिएर आउँछौ भने त्यो चाहिँ फेरि होइन धक्काल्नुपर्छ क्या धक्काल्नुपर्छ अकेले भन तपाईँ लुक द वे गाइड्स यही बाटो हो घान्द्रुक जाने बाटो चप घाम चाहिँ लाछ तर यो पहाडले चाहिँ सबै घामलाई छेकिदियो क्या यसले बजिरहेछ 5:30 बजिरहेछ सायद 5:30 होइन 5:10 र 5:20 सायद भइरहेछ होला पछाडि छन् हामी सबभन्दा अगाडि छौँ 2-4 जना चाहिँ पछाडि छौँ हामी चाहिँ 2 जना अगाडि आइसकेका छौँ अब पछाडि फस्यो भने होइन वेट गऱ्यो भने फेरि पछाडि पर्छौँ कि हामी यहाँ
बाटो चाहिँ एकदम लास्ट खराब छ। सो गाइज अब के भन्ने, मनमा आश चाहिँ यति छ कि घान्द्रुक चाहिँ एकदम राम्रो छ के, स्विजरल्यान्ड भन्छ, मिनी स्विजरल्यान्ड भन्छ कि घान्द्रुकलाई। त्यसैले हामीले चाहिँ यतिको दुःख यतिको कष्ट चाहिँ सहिरहेछौँ, गरिरहेछौँ। घान्द्रुक कति छ, अब आइसकेछ सायद। सो गाइज हामी चाहिँ घान्द्रुक पुगिसक्यौँ। यो चाहिँ घान्द्रुकको हो ड्रेस हाउस। यो चाहिँ घान्द्रुक होइन, घान्द्रुकको चाहिँ भिलेज हो। यही भिलेज हेर्नको लागि खास गरी मान्छेहरू चाहिँ दिनमा चाहिँ एकदम राम्रो हेरिन्छ कि एकदम यसको लुक चाहिँ छुट्टै हुन्छ क्या। यो सबै जति घान्द्रुकको घरहरू छ होइन, प्रायः सबै चाहिँ यहाँ डान्स बार होइन, त्यसपछि होमस्टे, सबै होमस्टे चाहिँ बनाइदिएछन् कि यसमा। किनभने मान्छेको घुइँचो लाग्छ कि यहाँ एकदम धेरै मान्छे के। ओ माई गड, यहाँ पनि एउटा गेस्ट हाउस छ, कल्चरल म्युजियम हो यार, कल्चरल म्युजियम। सो गाइज हामीले चाहिँ टेन्ट लगाइसक्यौँ। टेन्ट चाहिँ अब यति हेरौँ, यो होइन राति भइसकेछ होइन, यसमा चाहिँ हेरिनँ, त्यसैले मैले चाहिँ हेराउन सकिनँ। त्यसको लागि म क्षमा प्रार्थी छु। तर टेन्ट चाहिँ हामीले चाहिँ बनाइसकेछौँ, सामानहरू यता छ, अनि चाहिँ हामी 6 जना चाहिँ यहाँ होइन। सो गाइज कस्तो फिल भइरहेछ? अघि त यस्तो लाग्थ्यो माचिक्नी, ए गाली नगरौँ, समाजसँग गाली नगरौँ, कान्छ यार। नेपाली भएपछि अलिकति गाली त दिनै पर्छ। कसम से अरे आफ्नै भयो के भयो, आफ्नै भाषामा आउन। अब कसम से गाली बहुत मजा आउँछ राजा, एकदम एडभेन्चरस फिल हुन्छ। 6 जना चाहिँ यसमा आडिसकेछौँ होइन, मजाले चाहिँ सुतिरहेछौँ। अब यहाँ हामीले चाहिँ खान्छौँ, गाना चलाउँछौँ। यहाँ साउन्ड, यो कारमा साउन्ड छ हाम्रो के, साउन्ड छ। त्यसपछि सबै सामान यहाँ छ होइन। अब एकदम एडभेन्चरस फिल भइरहेछ कि, एकदम ट्रेकिङ जस्तै भइरहेछ कि एकदम। अनि यसैले क्याम्पिङ भन्छ होइन, चाहिँ क्याम्पिङको कुरा मैले गरिरहेको होइन, यही क्याम्पिङ हो। हामी चाहिँ खास मैले घन्द्रुकमा छौँ। अनि अब भोलि चाहिँ भोलिको सिन चाहिँ एकदम मजा हुनेछ। त्यसैले होइन भिडियो चाहिँ सब्सक्राइब गरिराखौँ, हेरिराखौँ होइन। क्याप्टन के छ? एकदम ठिक छ क्याप्टन, के छ तिमी? मेरो पनि ठिकै छ। ल नेपाली नाइ भन्दै हिन्दी गाना हाम्रो बिचमा एउटा सिङ्गर छ कि गाइज। हामी त अब परियो अरिजित सिंहको फ्यान। अब अरिजित सिंहको दिल टुटे छ कि केटाको, दिल टुटे छ कि, दिल टुटे होइन, दिल टुटे छ केटाको। त्यो लास्टै मन ल पर्छ कि जापानको यादमा। ल गाइदिउँ खयाली Oh my God. में भी मुझको बस तेरा ही ख्याल। परमेश्वर से करे छेड़े खानी, राधे श्याम रसिया भइले पानी पानी। ओ राजा 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 करे जम समाजा, उठाल तनी कोरा बेटाई खूबे मजा। ए राजा 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 करे जम समाजा, उठाल तनी।